अहिलेको यो बजेट र यो भौतिक मन्त्रालयको बजेट उल्टोबाट हिँडिरहेको अवस्था देखिन्छ। मैले बार बार यो संसदमा कुरा उठाएँ र 79 किलोमिटर बाटो फरक पर्छ भनेर जाने दैलेख हुँदै जाने महाबुलेख हुँदै जुम्ला जानलाई 79 किलोमिटर बाटो फरक पर्छ भन्दा पनि यो सरकारले सुनिरहेको छैन। बजेटभरि नाग्छ नाग्लातिर र तल जिरोबाट जाने बाटो बनाउँदै नबनाउने र त्यो हिसाबले अहिले पनि बजेट नहालेको हुनाले र यो भौतिक मन्त्रालयको बजेटले दैलेख मात्रै होइन धेरै जनतालाई सम्बोधन गर्न सकेन। यो नेतामुखी र मन्त्रीमुखी बजेट भएको हुनाले यो बजेटको किताब मलाई हेरे केही पनि साँच्चैकै जनताप्रति जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर मैले यो सदनभित्रै जाने